भिडियो चाहिँ भीमबाट सुरु गरेँ मैले। भीम के छ खबर? गुड छ। मेलबर्नको क्यामेरा होला अहिले अगाडि चाहिँ क्यामेरा नगरा पनि क्या यो वरिपरि मैले चलाएन नि के गाइजहरु के छ खबर? फ्रन्ट ड्राइभर हो काका स्टेट अनुसार छ। हेलो ठिक छ? मर्निङ 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 हो। Morning for वेलकम टु Melbourne। मेलबर्न है त। है मर्निङ फ्रम मेलबर्न ल ल ल थ्यांक यू। बाबु गुड अब एप्रिलबाट बाहिर निस्किँदै मेलबर्न सहरको सबै एउटै हो एभ्रीबडी इज एक्साइटेड है। ट्याक्कै थारू गर्छ है तेरिका यार। यो भने त बिस्तारै राम्रो छ नि है यो त जनाबरतिरको मधेस गाउँ जस्तो ए चाहिँ। यार पुरै थारू गाउँ जस्तो त्यही त फेरिमा नयाँ सिटी भन्नु नि सबै त्यही त सरकार ए सरकार ल हामी मेलबर्नमा अब जाँदैछौँ होइन जाँदै हो मेलबर्न आइसक्यो। ए मेलबर्नमा उता सिटीतिर के सिटीतिर हो। सिटी क्रस गरेर जाने हो भीम सर हामी पर्दैन भन्छ त के ठुलो छ त्यही त छ यहाँनिर बाटो ठुलै सरकार यहाँ यो बाटो ठुलो हो यो। बाटो ठुलो छ मेलबर्नमा भन्छ तर बस्दै छ कि आला राम्रो पाइरहेछ के छ खबर? मास्टर श्रेष्ठ ह्याप्पी होली। ह्याप्पी होली सरकार ह्याप्पी होली उता हेर्छन् उता पनि हेर्छन्। हाँसुलाई गरिरहेको छ। के छ खबर? हाम्रो सन्दीप भाइले अब यहाँ भेट्नु भएको छ टाढाबाट। रमाइलो भइरहेछ रमाइलो भइरहेछ है। ल दुईवटा खानु जाउँ न आजको मेलबर्न पहिलो दिन। चेस चेस। अनि यता हाम्रो के अरे अनिता नानी होइन त? ल दिन्छ। मेरो साली साली हाम्रो सरकारको साली सुरुमै हो भाइ। हेलो एडेन पृथक हाउ आर यु गुड साली कस्तो लाग्छ भेनालाई भेटेपछि एकदम खुसी लाग्यो। हो र भिनालाई हेर्नु मन लाग्यो। हो, यहीँ राख्नु मेलबर्नमा एउटा घर किन्ने साली भेना सरकार तपाईँ अब के छ खबर अलिकति हजुरलाई ह्याङ भइरहेको क्या हिजो खाले हजुर यता बुढी पनि देखाउनु पर्यो। यो मेरो बुढी भाइ मेरो भाइ हेलो भीमसर यता के हुँदैछ यतातिर यहाँतिर अब कहिले मलाई कटिङ भन्ने तपाईँ आफै कटिङ गर्ने अनि के हो त फेरि साली पाएस तपाईँले बिर्सिहाल्नु चेस। ए सरकार बिहानै उठ्यो अब ब्रेकफास्ट बनाएर ब्रेकफास्ट खाएपछि हामी अबको यात्रा कता अगाडि अब माउन्ट ब्लू गर्छ माउन्ट ब्लुर कि ब्लर माउन्ट के हो? ब्लू अरे के माउन्ट ब्लर अब हिउँ खेल्ने होइन? जनताहरू उठ्नु पऱ्यो को उठ्ने बाँकी हो।
सुतिया जनताहरू उठ्नु त्यो जनताहरू उठ्नु पऱ्यो होइन अँ, ब्रस गर्नु पऱ्यो के गर्नु पऱ्यो अँ, हो है इट टेक टाइम होइन हो नि स्पेसली जिन्दगी ओराइट एन्ड विथ अस द्याट्स गुड मेलबर्न जाने तयारी गरेको के अरे मेलबर्न भन्दा हो कि हिउँ खेल्नु के गर्ने ठिक छ तयारी हो हजुर अब हेर्नु त तिम्रो उसमा चलिरहेको छ क्या है हजुर लाग्छ खेल्न जानु लाग्यो अब है ठिक छ सुनाउन पनि केही पनि हिउँ भयो भने भयो नि होइन ल ल ठिक छ ल हेलो 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 तयारी हो एकदम All ready to go? Yes. Yes. पिपी गर्न चल्दैन त्यही भएर जोडी कतै भयो फेरि यहाँ युगल जोडी हरायो है यहाँ अल गुड लाएर सेपै हिँडिएन त्यहाँ अब हिउँ छैन अरे हिउँ नभएर केही भएन सुनो भयो हुन्छ भनेको मैले सुनो कि सुस्नो स्नो स्नो एरिक आर यु रेडी बडी यस रेडी रेडी यहीँबाट गियर लगाएर पनि कुरो भयो अँ होइन म चाहिँ नगियर लगाएर पनि कुरो गरेँ guys ready hello see you भनेर आएको लिएर आएको अनि अब तो सरकार सरकार हजुर त्यस्तो कुरा हो पुरा त्यस्तो आएको यस 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 हेलो हेलो गाइजहरु धन्यवाद ड्राइभर साहब कोही अगाडि खिच्ने कोही पछाडि हेलो थ्याङ्क यू भेरी मच पुऱ्याइन्छ पुऱ्याइन्छ स्टार्टिङ गुरु Starting group. दिस इज मी यो चाहिँ खलासी दिस इज मी को पाइलट Co-pilot. Pilot and co-pilot. Yes. प्यासेन्जर किड्स वान हाई हेलो हेलो अब यस्तो गर्दै लाने कि त्यस्तो पछाडि त मिलेन अलि रेखा को देखिया छ के छैन हेलो एरिक Richard Girlies सन्जित Don't forget to subscribe guys okay Kitty Hi कहाँ जाने हो तिमी The playing snow Okay Eric behind the back हेलो हेलो दाइ कतिको एक्साइटेड हुनुहुन्छ भेरी भेरी एक्साइटेड बहिनी एकदम एक्साइटेड छु ओ बिना रानी हिउँ परोस् होइन? हेलो हेलो के छ एकदम रक छ विष्णुले भने चाहिँ हिउँ परे नपरे पनि स्नो चाहिँ पर्छ गाउँहरू अनि हेल हुन्छ हेलो 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 गाउँहरू देखिएन बुलर होइन बुलर BULLER हेलो गर्ल्स हेलो खै अर्की गर्ल्स यहीँबाट हो खै आज दिन फाल्दो रहेछ रे बाबु होइन फ्राइडे आउँछ रे तर छैन कहाँ जाने होइन बोर भइसक्यो हाम्रो त्यो अस्ति लेडी लोटर आएको साथीहरू पनि तिनीहरू आए लगत्तै पानी परेर कहीँ पनि घुम्न जानु नपाए तिनीहरू पनि त्यस्तै भयो हाम्रो पनि यहाँ आज मेलबर्नको घुमाइ पानीले हाम्रो यो भिडियो चाहिँ विष्णु दाईको भ्लगमा आउँछ नि युट्युब च्यानल होइन रेट पनि भोका हिँडेको मन ब्लर हिँड्न गएका मान्छे फर्केर आएर यहाँ भोकाले आँटिहाल्छ भाइ
के हुँदैछ सर सब ठिक छ नि है खै त बोलाइपछि कता जानुभयो विरोध सर भिडियो के छ खबर सब ठिक छ नि खबर ठिक छ विष्णु हेर्न आएको अब विष्णु त पुरै खेलेर लडबडी गरेर आइहाल्यो ल खानी अनि गरौँ हो ठिक छ यो दुईजना पार्टनर के को हो यो व्हाट इज दिस एड्रेस चेकिङ एड्रेस चेकिङ 19 क्रिस्टी 19 फाउन्टेन सिटिरहेको छ यो सतलो कल्भिट पटलाटी सरकार के भयो त आजको प्लान खै के भयो आजको दिन Very good, Sarkar. Very good. Very good. Yeah, we had a great lunch here. Yeah. Oh yes that's the hotel here Very happy here. This is what is the name of this town? It's Mansfield Oh, Mansfield. Yeah. Mansfield. Great. Yes, Great. Mansfield. Yeah. Very nice. right. टोली यहाँबाट भर्खर खाएर ढेउ गरेर निस्किएको छ है ए नसकेको बेला टेकै पो लिएर हिँड्ने आइछ त ठिक छ बहिनी हेलो 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 गाडी हामी के भएछ यहाँ फेरि गर्नु पर्यो ल बनाउ सर ल होइन? ल अहिले खिचेको भिडियो भएन भन्ने कुरो भयो होइन फेरि अब चाहिँ होला कि त लेजेन्ड गर्नु लागेको हो अलिकति कन्फ्युजन भयो त्यही भएर अलिकति कन्फ्युज भयो तर यो पनि अब हामी यो पनि जान्छ हिजो हामी आउँदाखेरि जस्तो म कन्फ्युज भएको थिएँ नि यो यस्तै रस लिँदैछ यो पनि जाँदो रहेछ ल अहिले धेरै मैले कुरा गरेँ सरकारलाई तपाईँको राय के भनिदिनु ओहो मेरो सुरु सुसु आएको भएर हामी बालबाट हाइवे जाने बित्तिकै कतै छिर्नु पनि हुन्छ छिर्नु पऱ्यो अब यहाँ ठिकै छ किराले गर्नु सरकार हजुर र आज हाम्रो चाहिँ कहाँ ग्रेट ओसियन रोड होइन त्यहाँ जाने प्लान छ अब सफल होस् पानी नपरिदियोस् होइन जय हो सरकार त्यही हो अनि पछाडि छोरीहरू के भन्छ छोरीहरू के भन्छ? फिलिङ बोर छोरीहरू ठिक छन् हाउ इज ब्रेकफास्ट ब्रेकफास्ट हाफै डन हो कि पुरै डन हो नो नोइज लेट्स पनि इन्डेड नाउ ल है त खनासन हामी जान लाग्यो अरे ल अहिले हामी चाहिँ बाटोमै छौँ जिलङ जान लागेको अहिले जिलङ हुँदै हामी ग्रेट ओसन रोड जान्छौँ त्यहाँ गएर के हेर्छौँ है थाहा छैन कहाँ गएर के हेर्ने हो पनि थाहा छैन है धन्दा धुन्दा हिँड्ने छ कोइल गाडी त्यहाँ किलोमिटर चाहिँ 42 किलोमिटर छ ओके एक्जिट अब बाहिर के हुँदैछ पछाडि यसो सोधौँ होइन सानी सानी यो के खोइ खोइ खाइदिए भने कमला जी कहाँ जाँदा थिए ग्रेट वेस्टर्न ड्राइभ सानो खनाल कहाँ गरायो है सरकार ए सरकार के छ खबर पानी रोकिला आएको छ सरकार होइन हामी ग्रेट ओसियन ड्राइभ जानु लागेको पानीले चाहिँ वेदरले साथ दिला जस्तो छ है उता हजुर कति गोल भयो भन्नु फेरि त्यो गोल त बढेको एक्साइटमेन्ट क्याच गर्न पाए दामी फ्रान्सले 2 हान्यो स्विडेन 0 हामी यहाँ वर्ल्ड कप पनि हेर्दै हामी यहाँ खै यता ल्याउने म होइन भन्नु पर्यो त मैडम अनि त्यही त यहाँ रेखा भाउजू रिदाइदिन्छ त्यसो भए अहिले राखेँ निदा मान्छेले ढिसो नगरौँ अब अहिले मैले मेरोमा ल्याएर बन्द गरिदिएँ ल ढिसो ढिसो के हो यो यसलाई के भन्छ भन्नु पर्यो यहाँको लोकल मान्छेले यो अब यो बालट एबाउट बालट यहाँको लोकल मान्छेको हो खै बिचमा छौँ हामी अब यो हामी ग्रेजुएसन ड्राइभ गइसकेका छौँ म त्यहाँ अगाडि आएपछि राम्रो भ्यू आउँथ्यो अब आउँदै होला सायद कति राम्रो घर छ सिलङ त यतापट्टि पर्छ यो साइडमा बिच पर्छ यो चाहिँ अब यो बालट जाने बाटो यो घुट्टु हेमाबाट हेर्छ यो चाहिँ अब ड्राइभ एडिलेटमा गएर सकिने भयो होइन त्यही हो अनाजले डिस्को दामी छ भनेको रहेछ कसो ब्याट्रीमा के भयो भने ल 12 डिस्को जान्ला
फ्रेन्ड भिजा आयो कता आयो म त्यहाँबाट अब हामी अहिले पोस्ट गरौँ अहिलेको लागि ल बाई कुरो त्यहाँ पारिपट्टि ट्यागेर हुने मिल्छ होइन मिल्ला छ त्यहाँ दामी छ ल पर्फेक्ट वेदर पर्फेक्ट लोकेसन के भयो अरे होइन यहाँ उयो चाहिँ 3टा विन्ड मिल बेसिक्यो भने चाहिँ अरू भने मलाई थाहा भएन आफ्टर वे चीज के है त आफ्टर होल होल भयो ल यहाँ 12 पोथोले भन्ने ठाउँमा अब पुग्नलाई 16 मिनट 19 किलोमिटर बाँकी छ कोही कोहीलाई केरा बाहेक अरू सबै कुरो खान्छ भोक लाग्यो भने अरू खाने यता कलेज के भन्ने ठाउँ रहेछ त्यो जानिरहेछ अब आछ यताबाट अब यो के ठाउँ भन्ने थाहा छैन अब यता हेर्दा यसो पुस्टेन आयो भएर अहिले बन्द गरेँ ल मैले यो हावाको बहाव रे कसले भनेको बाट बत्ती निकाल्ने भन्ने कुरो भइरहेछ थाहा भएन बाँकी कुरा चाहिँ अब सरकारबाटै जानकारी होस् मैले चाहिँ देख्ने यति खेती ल स्वयं छ यहाँ छ यहाँ छ बत्ती निक्लेछ थाहा छैन यसलाई पछाडि बस्ने अब यसो गाडी घुम्छ ल आयो हाम्रो यो स्टार्टिङ पोइन्ट हुँदैछ चाहिँ अब सर लाएर हामी चाहिँ अब समुद्रका डाँडा हिँड्दैछौँ यहाँ बरफ छ होइन अझै आउन बाँकी रहेछ घाँसै मैले यस्तो रहेछ कायदा समुद्र हो कि डाँडा हो त समुद्रै हो होइन डाँडा वाल समुद्र रहेछ लगाएर यसकै लागि चाहिँ हामी यत्रो हेर्छ नि एकजनाले ड्राइभ गरेर आयौँ यसकै लागि चाहिँ हामीले फेरि खासै खर्च गरेर फेरि केही पनि न जुत्ता किनेको छ न मजा किनेको छ यसको लागि न ज्याकेट किनेको छ अब त्यहाँ फेरि आउनु लागि आयो फेरि सोफाबाट आयो ल यहाँ सोफा बेड पनि आयो कहाँ सोफा बेड आयो फिटेड सिट नै आउँछ एकछिन अब फिटेड सिट हाम्रो डेस्टिनेसन चाहिँ आयो कि 12 पोथोले भन्ने ठाउँ यही रहेछ होइन टर्न राइट 800 मिटर है ल यसको लागि चाहिँ यत्रो स्ट्रगल गरियो सबैसँग आर्ग्यु गर्दा स्पट पनि ल्याइयो तिमीहरूले मलाई अब ल हेर यस्तो ल त्यहाँ गएर हेर्ने रे फोटो खिच्ने त्यहाँ ठाउँ त मेरो छोराको फोन पनि काट्नु पऱ्यो मैले यसको लागि भनेर गुरुजीलाई ल जाँदाखेरिको ड्राइभर यता फर्किँदाखेरिको ड्राइभर यता छ फेरि हाम्रो दुईटा ड्राइभर एउटा नाइट एउटा डेको है यहाँ याद गर है यो पार्किङ गर्ने ठाउँ हाम्रो चाहिँ डे नाइट सर्भिस हो यो गुरु त्यहाँ है यता अन राइट 200 मा राइट राइट हान्दा यहाँ आउनु त नि अनि के हामी पार्किङ गरेर यता हिँड्न आउने फेरि त्यही भने हो त होला नि होइन पार्किङ यता गर्ने अनि हिँड्ने आउनु रहेछ त्यहाँ डाँडामा टोयलेट जानु पर्यो नि त यहाँ तपाईँले टोयलेट जति जाने हो सबै जानु पर्यो नि अब मोटेल यता रहेछ सेन्टर यता आइछ हामी चाहिँ पैसा एपोले बिस्तारै त्यहीँ लगेर सरलाई गरिदिनु त घुमाएर एक चक्र हान्छ गरेपछि त अनि च्याप्प हाल्नुपर्छ ल भनेपछि आज हामी डेस्टिनेसनमा फाइनली आइपुग्यो तपाईको सरकार अनि कहाँ सरकार हामी त्यहाँ लगभग नियरली 3 आवर ड्राइभ गरेर यहाँ अराइभ भयौँ होइन हो त्यही त नि अब यो हाम्रो के अरे यो 12 के अरे सरकार स्पेलिङ अलिक अप्ठ्यारो छ क्या स्पेलिङ अप्ठ्यारो छ समथिङ मिलाएर राम्रो ब्युटिफुल प्लेस भनौँ न मिलाएर बुझ्नु सबैले
आइपुग्यौँ होइन अब हामी चाहिँ त्यता प्रस्थान गर्दैछौँ त्यही त नि कन्टिन्यू भिडियो गरिरहेको छु ओ भेवी मेरो चाहिँ साथीहरूले लामो भिडियो आएको हजुर अरूमा आउँदैन त्यही त नि हजुर बाँकी कुरा यो बच्चाहरू छोरीहरू ल बल्ल खनालजीकोबाट सुरु भयो खनालजीको फ्यामिली चाहिँ अलिकति ग्रम्पी भएको थियो अहिले चाहिँ ठिक भएछ आमा छोरा है सानो खनालजी हेर्छौँ देखाएको छ आज गोबर फुलाएर मेरो पुण्य एकदम जाड लगाएको छ है फ्यान्च सुकाएको जस्तो भएको छ जाड लगाएर रेखाजी ल सरकारको पछाडि यहाँ अब बाँकी कुरा अर्को भिडियो हुन्छ ल अहिले बन्द ल नाम चाहिँ थाहा छैन अहिले एकछिनमा थाहा होला गुगल होइन नाम पछि राख्नु पत्ता लगाएर गुगल हेरेर यसको नाम त आफै गर्न गरिहाल्यो लेख चाहिँ लेख भनिरहेको बाटो अलिकति जिगज्याग भएर चाहिँ यो ठाउँमा आइपुग्यो ड्राइभरले माइनिङ गरेको छैन तर प्यासेन्जरहरूले माइनिङ गरिसके डिफ्रेन्ट एड्रेस बनाएर डिफ्रेन्ट लजिक लगाएर ह्यारिस ड्याम हो कि सरकारी हो त्यो अलिक भइरहेछ ह्यारिस ड्याम हो ए हरि हरि भन्ने मान्छेबाट राखेको नाम ह्यारिस ड्याम यसैमा अहिले बन्द गरिदिउँ होइन यहाँ ल फाइनल्ली हाम्रो स्टेसनमा आइपुग्यो होइन यता आइज के बाबु माथि जाने This photo by myself. That one. हजुर अलिक पर जाऊँ क्या त्यहाँ खसेको दिन जान पाइँदैन फेरि यता के खिचेको मेन द्याट्स फोकस फोकस यो त्यहाँ भन्नु केही पर्दैन अब यो ठाउँमा आइहाल्छ घाम लाग्छ लक्किली होइन त्यही वेदर खराब भएर डेस्टिनेसनबाट फर्किनु पऱ्यो आज चाहिँ परेको छैन द्याट्स द ग्रेट थिङ होइन यहाँ अब लास्टमा वर्थ वाचिङ भयो यो चाहिँ ओके त्यसो राइट के हुनु के पिर्सा खोइ पिर्सा अब के भयो पटकलाई पिसा भिडियो खिच्दै हो तिमी ओके हजुर सब ठिक यो ठाउँमा आज बल्ल लक परेको छ हो है यो ठाउँ रहेछ यो के लभ गर्ने ठाउँ भने लक पर्ने ठाउँ हो यो लक पर्ने ठाउँ हो कि यो लभ बर्ड छोरी हातमा पर्ने नि यार गाडीमा लगाएर सिग्नल मेरो फोटो खिच्नु यहाँ भिडियो भयो
ठिकै हो। अब यो भिडियो खिचेर सकियो, यहाँ यो ठाउँ पनि देखियो, भिडियो हेऱ्यो होइन। बजारको ठाउँ रहेछ, आएको काम लाग्यो। अब खानेकुरातिर खोल्नु पऱ्यो अनि खाना खाएर केटाकेटी बोकेर ब्याक टु मेलबर्न। त्यसपछि हेरौँ के हुन्छ। ल ल झरौँ है झरौँ। ल पृथक लाऊ आउँछ। यो ठाउँलाई के भन्दो रहेछ? It's a lolly shop. Love everybody. Make sure to like, share, and subscribe, and hit the notification bell so you can get notified. I'm lost of words. You say it. Just like subscribe. Yes, that's right. Eden, kata suruh? Heru lukiku. भयो नि त? सुरु भयो? ल त खानु पर्यो है। ल आज मेलबर्नको तेस्रो दिनको बसाइ। यो के भन्छ हो, यो ग्रेट ओसियन रोडको यो 12 के अरे एप्सल हल कि के अरे त्यो हेरेर खाना खाएर फर्किने क्रममा हामी अन द वे टु होम अहिले। अब यता चाहिने भन्नु पऱ्यो च्याट्टा लाएर भीमसेन ठकुरी पाइलट गुरुजी चेन्ज भएको अवस्था हो अहिले। अब नाइट गुरुले बस हाकेको छ नि त, अब घर पुऱ्याउला नि भन्ने आश छ। अब यतापट्टि पेसेन्जरको के छ खबर? अब प्यासेन्जर पेट टन्न भएर ल सबै सुते हुन्छ अब है त। ओके छ ल जिन्दगी रमाइलो छ ल। On your right, ल एपोलो बे स्विमिङ गरियो केटी हो? हुन्छ हुन्छ जाऊ त। स्विमिङ गरियो त्यहाँ गएर। स्विमिङ कस्ट्युम छ त? छैन? ग्रेट ओसियन रोडमा हाम्रो भीमसेन ठकुरी ड्राइभ गर्दै हो अहिले। अब अहिलेको मेन पाइलट नाइट बसको ड्राइभर सर र साइली हुँदै चाहिने भन्नु पऱ्यो। गजबको ड्राइभिङ भइरहेको छ अहिले ग्रेट ओसियन ड्राइभ। गजब छ। ओसियन त देखाउनु पऱ्यो नि त। अनि ओसियन त खै त ओसियन गएर पारा अब त चाहिँ पानीमा जान्छ कि गाडी बिस्तारै बिस्तारै। यति कुरो एउटा किथे लगाएर हो यो चाहिँ राम्रो साथ एउटा ग्रेट ओसियन रोडको ड्राइभिङ गजब भइरहेछ ल। लाइक सब्सक्राइब पनि गर्नु होला यो भिडियो। यस 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 द्याट्स राइट। त्यही त नि अब
श्रीमतीजीको फरमाइस आइसीको फोटो भिडियो खिच फोटो भनेर अनि खिच्दा लाइफ इज नट ब्युटिफुल अदरवाइज अनि लाइफ इज नट ब्युटिफुल नो फोटो नो भिडियो नो भिडियो होइन त अनरिक्वेस्टेड यहीँबाट भ्याउँछ अलिकति ह्याप्पी हुँदैछ ल अब यो चाहिँ मेलबर्नको त्रिशुली हो यो त्रिशुलीको छेउ अब हामी कहाँ हिँडेको पत्तो पत्तो छैन ल ग्रेट ओसियन रोडको अब हामी यो मुख्यमा आइपुगेको छ नर्मली चाहिँ यो स्टार्टिङ पोइन्ट हुन्थ्यो आज हामी इन्डिङ गर्थ्यौँ होइन सबैले गर्ने काम किन गर्नु भने हामीले चाहिँ आज उल्टो काम गरिदिएको होइन त्यसको लागि हामी अब डिफ्रेन्ट ठाउँबाट आएको हामी डिफ्रेन्ट खालको मान्छे हो त्यही भएर कसैलाई चाहिँ समस्या परेमा चाहिँ सम्पर्क गरौँ न लाइक गरेर फेरि लाइक गरेर कमेन्ट गरेर अनि के छ यो टोलीको खबर के छ यता हेलो टोली हेलो हाई हाई हेलो हेलो उसको बोर्डमा हाई, छ हाई। हामी के भन्छ साह्रै यो ज्याकेट लान हात कहाँ हालेछ आऊ छोरी आऊ सरकार यो दुइटाको नाम के हो के गरेको यिनीहरूले यहाँ ए माइट व्हाट्स योर नेम हेलो सरकार के छ तपाईँको भनाइ यो हाम्रो ग्रेट ओसियन रोडको ग्रेट ओसियन यो रोड गेटमा चाहिँ हामीसँग धेरै हामी आउँदैछ। अहिले- हामी चाहिँ जो छ अब यहाँबाट इन्ट्री गर्नेमा चाहिँ यहाँबाट इजिट भयो हजुर हजुर तर अनुभव चाहिँ पुरै भयो अनुभव पुरै भयो होइन? श्रीमतीजीको खबर के छ यहाँ श्रीमतीजी थाकेर लोत्छ थाकेर हो थाकेर त पऱ्यो त अनि खबर त यहाँ के छ हाम्रो टोली यतापट्टि एभ्रिबडी हेयर हो सबै हेलो हेलो यो डियर पार्कको ट्रेन स्टेसनमा अहिले ट्रेन चढेर सिटी जाँदै हो गाइजहरू हेरेर आउँछ यो टोली कहाँ पुग्यो कति छिटो हिँडेको यार कहाँ हिँडेको हामी अहिले साउदर्न क्रस साउदर्न क्रस हामी जाने ठाउँको नाम के अरे साउदर्न क्रस त्यसको ट्रेन आउँदैछ है ट्रान्जिट पोइन्ट हो कि यहाँ ट्रान्जिट सेन्टर चल रहा है यहाँ
सरकार हेलो मर्निङ मर्निङ हामी सिटी आज मेलबर्न सिटी घुम्ने कार्यक्रम छ होइन मेन सिटी मेन सिटी त्यही त अब हेरौँ जहाँसम्म लाग्छ सफल होला होइन सफल भइन्छ Arriving at Plymouth Street. यहाँको चाहिँ अब स्क्वायर अब ल दाइको भ्लगमा ल आउनु पर्यो सँगै हेलो हामी मेलबर्न सिटी मेलबर्न सिटी डे 3 मेलबर्न डे long walk from North Geelong to South Geelong, right? ल ल ल वेलकम टु द मेलबर्न सिटी अगेन है यो हाम्रो टोली अब हाम्रो छोरी यता छोरीको नाम भन्छौ के तिम्रो नाम अनि यता हाम्रो भाउजू हुनुहुन्छ हेलो हेलो छोराहरू अनि छोराहरू खै त अनि हजुर ऊ यहाँ छन् बोइजहरू हो र कस्तो भइरहेको छ मेलबर्न टुर मेलबर्न अब बल्ल चाहिँ अब मेलबर्न सिटी आइयो होइन अब कस्तो रहेछ अब यस्तो हेर्दै अब अलिअलि ब्रेकफास्ट खाँदै ठिक छ मौसम गाइजहरू यो एडेन अस्तिबाट हराएको बल्ल आज भेटेको छ अस्ति के भन्छ ट्युजडे चाहिँ हराएको हो त व्हाट्स योर नेम अगेन जुबेन भेरी गुड भेरी गुड ल आउनुहोस् यो कहौँ न यो मेरो यो भ्लग्सको लागि हो तपाईँ चाहिँ मेलबर्नको रैथाने मान्छे होइन कस्तो लागिरहेको छ हामीलाई भेटेर खुसी लाग्यो सरलाई भेटेर तपाईँलाई भेटेर मलाई झन् खुसी लागेको छ भन्छ है आउनुमा खुसी लाग्यो है हजुर काम त फेरि हो यो सिटीको लागि नानी यता हेर अङ्कल हेर त खुसी तिम्रो नाम के भन्छ यता मलाई चिन्यौ को हो नि म हेलो ठ्याक्क सब्जिङतिर गएको जस्तो रहेछ क्या छोरो छोरी ब्रिस्बेन त बस्नु फोटो देख्नुभयो होला नेपाल मेरो टोली बल्ल आउँदैछ सरकार यो छोरो मेरो छोरो मेलबर्नको यो कल्चर सेन्टर होइन मेलबर्नको कल्चर सेन्टर होइन माथि हेर बाबु हाम्रो युगल जोडी मध्येमा पर्छ होइन कहाँ यो जोड भने साथी अनि त्यही त साथीमा पनि युगल जोडी भन्नु मिलिहाल्छ नि हो त अनि फोटो खिच्नु होइन फोटो पनि खिच्नु
हाम्रो जम्मू चाहिँ हुन्छ Mama! Mama, photo. भाइ हामी कहाँ आएको अहिले हामी स्काइटेक दाइ स्काइटेकमा 88 फ्लोरमा 88 फ्लोरमा बराबर भेरी गुड Hey kiddos. I thought you meant the building. Just here. At the top here. So you're going to climb down. That's okay. Alvin, Prathak, hello guys. Aaron, hello. एक लाख 24 होला कि अब यो हाम्रो भन्दाले भनेअनुसार यो चाहिँ एमसिजी हो अरे होइन कति भन्छ यसको क्यापासिटी 1,24,000 1,24,000 दर्शकको क्षमता भएको स्टेडियम अनि त्यसपछि यता आएर यो चाहिँ के यो चाहिँ होइन टेनिस खेल्ने ठाउँ टेनिस कोर्ट तपाईँको यति अनि त्यहाँ होइन अस्ट्रेलिया ओपन त त्यसैमा हो यो चाहिँ के भन्दा यति याडा यो ब्लू कलरको छैन त्यो भित्र तपाईँ पाउडर हुन्छ तपाईँ इन्डोर मेरो मतलब तपाईँ वर्थित नै हुँदैछ ए यो यहाँ ब्लू कलरको चाहिँ अस्ट्रेलिया ओपन हुने त्यसमा हो
घुम्न न घुम्न Good morning in Melbourne. We are leaving now. Yeah, so. We are back to home today. Yep. So, this is everybody before going back to Brisbane. Adin, can you say hello? No? Okay. Hello, Nancy. Good morning Good morning. The usual vlogger. Hello. Today, his daughter, which is me, I'm vlogging today. Say hello. Say hello. 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 That's Hari Uncle. Yeah. This is Eric. हेलो अन्बी Hello. हामी अन्बीको भ्लगमा छौँ के विष्णु अङ्कलको भ्लगमा This is Krisha. This is gonna be my bestie. Come outside. One thing, we need to show you outside. Like, oh my goodness. We're not going to do a full house tour because this is not our real house. This is an Airbnb. But check out. Okay. So these are like all of the slippers. Outside slippers are green. Inside, they're kind of matching. I like them kind of like. Ooh, okay. Is this matching with her? Wait. Okay, let's zoom back. But check. This is from Shein. The bottoms are from Shein. We have this from Temu or Shein. Everything's from Shein. This is from Shein. What? My socks are from JJ's. My thermal is from Target. And These slippers are from the Airbnb. the slippers are from the Airbnb. Let's do a fit check for Ambi, yeah, y'all? No. Okay, wait. I don't want to do a fit check. I don't know where my clothes are from. Sorry. Okay. So, oh my goodness, my So voice. first, over here. This is a literal dragon fruit. So first, over here, we have a literal freaking dragon fruit. It's about to die and it looks like a bird ate it. Over here, zoom in. Look at this, a bird ate it right here. But we don't talk about that. There's some dead leaves. Oh my gosh, I'm stuck on that. Now, who knows how to take care of dragon fruits? Like, do Don't know. anybody here know? But, oh my gosh, they have spikes on them. Look, show them the spikes. See, they have spikes. But anyways, this dragon fruit is going to be ready in a couple of months, I think. This is the dragon fruit area. It's really nice. There's a little light over there. Over here, we have some rocks. We have some chilies because everybody loves chilies. We have black chilies, red chilies, yellow chilies, orange chilies, red chilies, all of the chilies you love, okay? And inside here is a little storage room. Let's not show probably. Yeah, maybe not. But anyways, These. this is a dead. Oh look, there's flowers. It's a dead Ooh. flower, but we don't talk about that, I guess. There might be flowers. Wait, yeah, I think there's probably flowers growing, maybe. Yeah, but anyways, we have some sticks from the thing. I think this is a pond full of, I don't know, parsley and all of that. This But area it was raining. It was raining for like 3 days, and then it has all water in it. And then we have some plants. Oh wait, Plants. what am I doing? Hit girl. What are you doing? Anyways, come. We have these. We don't need to talk about. I'm just literally saying. for Guys, myself. I know what this is, but I forgot. A little the name. bit. Was this a cowlie or something? Like I kind of forgot. But anyways, these are mints in this box. Ooh, We have man. mints all around the place. I have no idea what this is. They just look like good things. I don't know. I have no idea what these are. Look at these Oh though. my gosh, they're so pretty. Come in with me. Maybe let's not go in. Okay, should we? I'll vlog. Why not? I'll just go. Okay, just come. Okay, Prisha's vlogging. Okay.
Okay, girl. Your thing. Okay, yeah. Sorry guys, I'm not a pro at this type of stuff. But over here we have this plant. It's really cool. It looks like they bought it from Bunnings or something. Here in Melbourne, they have a lot of those type of stuffs. I love this one. I love the color scheme. It's just perfect. Anvi, come here. Which one's your favorite? I'm not sure. There's like a bottom row. I love this one and that one. How did they grow this many plants? How did they grow that many? Oh my gosh, this one's gray and it's so pretty. We have this one over here. I love that pink one. But anyways, this has like nuts in it, so I'm pretty sure I should get out of here now. It's back to Anvi vlogging. Okay. She's really good at this type of stuff, unlike me. Anyways, we don't talk about Are that. you sure about that? Here we have this. It looks like it's dead. You probably need some water, but it's been raining for the past day, so the water's probably gonna work in a couple of days-ish. Oh, it might have been too much water. Oh yeah, maybe, but oh my gosh, I just dropped my lip gloss. But anyways, look how pretty this is. Okay. Look at that. Slay. Anyways, what's in here? Here's the plant I was talking Oh yeah, they do 10 cents. They do 10 cents. As well as we do. If you have 10-cent bottles, just put them in a bag. and Okay, then wait. put some. I'm But yeah, sorry, the floor's pretty messy. There's a little table over here. We have a little barbecue machine. Ooh, it's just marble. We have a little barbecue machine. Is that a mosquito that's hurt, or like is that a bug that's hurt? That looks like an ant. Let me just. What is that? Should I I'm kill it? zooming in. Ew! Why would you do that? I don't know. Anyways, we don't talk about that. But guys, come. Check out the barbecue machine. Barbecue machine. It's nothing. It's just like a barbecue machine. It's kind of broken. No, I think that's how it is. Yeah, but like the handle's broken. Oh, I don't think it's been used that much. And look, they're still dirty inside. But we don't talk about that. Looks like before they left their house, they Hanged some. dried some clothes, which they forgot. What I mean by they, if you don't know what and like if you don't know that much things about an Airbnb, so it's basically someone's house, but then like they left to go somewhere and they want this house to be like, and then they want some people to Now stay let's here. go to the car. Come in. So, the car is out. Hi. It's me vlogging today. Yeah? You know we're not going to because there's no snow because there's no snow in there. There's only ice in there. Where? Let's go, guys. And Mount Bulla? Oh, I'm sorry. We might be going to Bubble Castle. What's it called? Bubble Planet. Bubble Oh my Planet. goodness, There's like buckets, but these are the shoes I'm wearing. They're from Myers. हिँड्नुतिर कतै नटेकै बिर्स Yep. Okay. So we leave this Airbnb at 10 and it's about to be 10. So yeah, we better leave quick. We better leave ASAP because like there's like 20. Okay, wait, but one thing before we show the car, I think we should show. I think we should show the inside of the car instead. Okay, let's go. Wait, but like when we get in. त्यो दुईजना केटाहरू चाहिँ बुढीसँग रिसाएर यहाँ झोकाएर बस्यो भने म चाहिँ ठिक दुईजना केटा होइन मेन रिजन ऊ हो है हामी त छैन हामी रिक्सा हामी कोही रिसा छैनौँ गुड होइन त्यो बेकार हामी त्यहाँ गएर के गर्ने त्यहाँदेखि बस्ने यहाँ पनि बस्ने पैसा त रुकिनु बस्ने यहाँ फेरि यहाँ बस्नु पैसा बस्यो भने त्यहाँ गएर फेरि काम गरेर गर्ने काम एउटै भएको भएर किन घरेर गर्ने भनेर त्यही त बाहिर नि बस्यो त्यहाँ गयो भने त्यो केटाटी पछि कुदियो ठिकै छ केही छैन बाँकी भयो त टिम हेर होला बाँकी त टिममा हेरौँ हस् धन्यवाद हामी चाहिँ ब्राइडन ब्रिज जानलाई सिटी भएर वेस्ट गेट टोल भएर सिटी चाहिँ यतापट्टि छ बनेको छ होइन यतापट्टि चाहिँ पोर्ट रहेछ के पोर्ट हो नाम पछि थाहा होला Exit left to exits 2A and 2B.
State Route 30, State Route 55, Montague Street to City, alternate National Route 1, Kingsway. सबै आफ्नो तालमा छन् सरकार सबैभन्दा पुर्तालमा हो The spirit. सिलमा छ सरकार चाहिँ होइन यो बाटो त खेल्नु पऱ्यो नि पछि गएर होइन यस्तो बाटो आज राम्रो In हामी 1.3 दुई kilometers, चारवटा बाटो मात्रै हिँडेको keep ब्रिटिस left to क्विन्सल्यान्डमा exit 2A, State Route 30, यहाँ एउटा State अर्को हाइवे Route आएपछि फेरि 55, Montague Street to City. 2 मिनट गर्नु पर्ला जस्तो भन्ने कुरो यो अर्को कुन चाहिँ बाटो अर्को फ्री वे आयो होइन सिटी चाहिँ यताबाट गयो भने पुग्नेछ यतापट्टि 500 मिटरमा यो अर्को बाटो कता जाने हो यो मुन्टियाको स्ट्रिट हेर्नु लाला चाहिँ 750बाट जानु लागेछ फलामकै बाटो कि है सेन्ट किल्डा जानु लाग्यो In 500 meters, keep left. होटल हुने आयो के आयो यता रोकिँदैन टिभी स्क्रिन आउने गरेर ड्राइभर आउनु पऱ्यो ड्राइभर नआने होइन ड्राइभर लागिरहेको किन र हाम्रो भित्र खिच्नु पर्यो ड्राइभर म फोटाहरू सबै बिक्री घरबाट ल्याएँ यसो भनेर ड्राइभर आज बिक्री अनि मलाई भन्नु पर्दैन अब 7.22 किलोमिटरमा चाहिँ ब्राइटन बिचमा पुग्छ अरे त्यहाँ चाहिँ ओल्ड हेरिटेजमा पर्छ अरे चेन्जिङ कलर हाउस अरे 82वटै कतिवटा भनिरहेको छ अहिलेसम्मलाई गुगलले भने अनुसार ठ्याक्कै आउनु लाग्छ गुगल सरले त्यही भन्नुहुन्छ एउटा चाहिँ अब त्यो ब्राइटन बिचको त्यो बिच रहेछ केटाकेटीको घरमै खेल्थ्यो होला त्यस्तो पानी आइरहेको हरियो लाइट पनि कस्तो गाह्रो अर्कै हरियो तिर्मी हे भगवान कस्तो दिन ए हरि नगरी 12 मिनेटसम्म गर्नुको लागि केनकै फरक हुन्छ मेलबर्नको एउटा हामी लकी मान्छेमा त पराएन आज पानीमा भिज्नेवाला छैन गाडी सेकेन्ड टाइम भयो यो उहिले घर उहिले के हो वाटर In 500 meters, turn right. 500 मिटरमा टर्न राइट भन्ने भनिरहेछ राइट आधी बक्स आयो त्यसमा होइन घर हो त्यो होइन त्यो सानो बक्स घर कपडा सुकाएको त साडी सुकाएर मैले बक्स बनाएको छु कि अब यहाँ म त्यहाँसम्म अब कति मिनट भइरहेछ 3 मिनटसम्म भिडियो हुन्छ होला भोलि यो अलिक लामो हुन्छ र केही छैन त्यसलाई चाहिँ यतै पठाएको सरकार त्यो कुरा नगर्नु मजालाई आएन रहेछ क्या छोर्नै बिक्री नगर्नु क्या अलिक उसै भयो गाडा गाडीमा टेको बोकेर हिँड्नुपर्छ राइट कसरी राइट या उनी छैन कहाँ ब्रेक लाइन नै छैन कसरी टर्न यहाँ पाइन्छ रे मिलाउन पाइन्छ यहाँ के लाइट छैन अरे टर्न राइट यहाँ त्यही भन्छ 4 आवर भन्दा अलिक तोरतिर कहाँ सर हुन्छ यहाँ अब हिँड्छ त बक्स कहाँ छ फेरि अब बक्स उयो मुनि हो ल अहिले यहीँ पर्छ है के हाल्छ गाडी त अनि त्यहाँबाट खै पर कालो गाडी सिधैमा हाल कालो गाडीको सिधै हाल्दा अरे हामीलाई एकदम इजी टु इजी You've arrived at your निस्किन destination. त्यहीँबाट हो क्या उतै कहाँ उतै सिधा कालो गाडी निस्किन त्यहीँ हो कि हतारमा त्यही हो त घर घर ल झ्याम्नु बरु फोटो खिचिहालौँ है फाइनली हामी बाटो बिचमा आएका छौँ अहिले यसरी सर यो चाहिँ सायद सिटी साइड हुन्छ
सर मर्निङ 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 फ्रम मेलबर्नको ब्राइटन बिच है ब्राइटन बिचमा अनि तपाईँले कपडा फेर्नुभयो त यहाँ कपडा फेर्ने अब यो त अनि चेन्जिङ बक्स हो अरे नि त अनि हजुर चेन्ज गर्नु परेन पारेमा के सकेर के चेन्जिङ रुम के रे त्यो चेन्जिङ त्यही त नि त्यही त नि हेलो अन्बी यस यस हेलो भेटा भेटा अब हेडिङ टु एयरपोर्ट है अब यो आज लास्ट डे हाम्रो मेलबर्नको वेदरले घरि साथ दिएको छ घरि धोका दिएको छ जाँदाखेरि चाहिँ साथै दिएको है वेदरले पनि माउन्ट ब्लोर बाहेक माउन्ट ब्लोर बाहेक रेखाले हो क्या नमानेको होइन रेखाले भने रेन्ट र किन्दा बराबर पैसा पर्नु रहेछ किन्दा थोरै पर्यो हिसाबै गर्ने अन्त किन्दा थोरै त्यही त त्यो भएर किनौँ भन्ने कुरो भएर फेरि अब हामीलाई त एकचोटि किनेपछि अन्त फेरि जाँदाखेरि हुन्छ नि त त्यही के छ गाइजहरू आज मेलबर्नको यो अन्तिम दिन अब गाडी ब्याक टु होम गाइजहरू अनि पछाडि किड्सको के छ खबर All good? You guys still fighting out there? No? That's a bicycle? Raise your voice. Very good. World Cup हेरेर भ्याउनुभयो मेलबर्न आएर यार भ्याइयो भ्याइयो है त आज Make sure to पनि subscribe. फाइनल भयो होला सरकार आज पनि है? त्यो हेरौँ है एकरात त्यही पनि ल ल ल विचार गर्नुहोस्